guys, good morning. सबैको दिन शुभ रहोस्। आज चाहिँ म मेरो बहिनीको 10 बजिसक्यो। अब हल्का सनस्क्रिन लगाउनु। म खासै मेकअप गर्दिनँ। मलाई मेकअपले एउटा पनि म्याच बनाउन सक्दिनँ किनकि मेरो अनुहार हेर्नु लायकको छैन। म चाहिँ फिल्टरमा यति राम्ररी देख्छु कि वाउ। ल म चाहिँ अब रेडी भइसकेँ। अब हल्का हल्का अलि यस्तो लगाउँछ लाला। अब यहाँ त मैले फिल्टर लाएर यो लाली लगाएको पनि देख्दैन। अब यहाँ त रातै देखिसक्यो। यो चाहिँ फिल्टरले गर्दा पनि देख्दैन हो। यति हो। बस योभन्दा बढी मेरो मेकअपै छैन साथी हो। आज चाहिँ म एकदम खुसी छु। मेरो बहिनीको बर्थडेमा जाँदैछु। देख्यौ आजसम्म निस्किन लागेको बर्थडेमा रेडी हुँदैछु। साथीहरू म चाहिँ रेडी भइसकेँ। अब चाहिँ म सुज लगाउँछु। कता म चाहिँ अब रेडी भएँ, निस्केँ। मेरो साथीले मलाई कल गरे। ओके बाई। खोइ जुत्ता देखाएको जुत्तै देखिएन हौ। हामी चाहिँ बर्थडे जाने अनिता मेरो डार्लिङसँग भेट भए। अब चाहिँ हामी दुईजना बर्थडे गर्लको घर जाँदैछु। ह्याप्पी बर्थडे अरे ह्याप्पी बर्थडे गले आएको छैन अहिले भन्ने। ह्याप्पी बर्थडे बहिनी, ह्याप्पी बर्थडे। ल ल भरे पुगेर फेरि बनाउँछ अनि अपलोड गर्छु। तपाईँहरूले हेरिदिनु होला हाम्रो बर्थडे कस्तो हुन्छ। हेलो गाइस, हामी चाहिँ यहाँ आइपुगिसकेँ। यो चाहिँ हो दुवै फ्रेन्ड त देख्दैन त। ओ यहाँबाट गल हामी चाहिँ यहाँ आइपुगिसकेँ। यहाँ ओइ यो चाहिँ बर्थडे गर्ल हो। उसको चाहिँ नि बुढो खबर भन्नु। ए केक बिग्रियो, रुँदैछ। नयाँ केक आउँदैछ है। यहाँ चाहिँ एउटा राइनी हो। यो चाहिँ खतरा छुच्ची छ। तर छुच्ची भयो मनको त जया। ए लु तर खा दुबारा यता हेर न तिमी चाहिँ हो। अब गिफ्ट देऊ। ए हक गर गिफ्ट एउटा गिफ्ट पछि दियो भएन छ कि